सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौं, हामी हल्लिएनौं, किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर हामीले 84 कोरेका थियौं। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सीट होइन, एकैपटक 2/3 दिन सक्थे जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौं ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सीट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमेटान नपारौं भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा कुरे, तपाई हामीलाई 36 महिना 36 दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानून निर्माताका रूपमा अब तपाईहरुको दौड स्वार्थ समूहहरुको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै हटाउन सक्छौं, घण्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर हविगत हुन्छ। यो कुरा म तपाईलाई डे 1 मा बताउन गइरहेको छु। त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्ने, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै, विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाई हामीले बोक्ने हो। त्यसका लागि तपाई हामीलाई मत दिएर पठाएका हुन्। सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् शहीदकी आमा। सामान्य कुरा होइन। देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन